जीवनमा सबै कुरा बिर्सिए पनि कसैले लगाएको गुण कदापि नभुल्नुहोस्। कसैले तपाईँमाथि गरेको विश्वास, कसैले तपाईँमाथि गरेको भरोसा, कसैले तपाईँमाथि गरेको त्याग, तपाईँमाथि गरेको समर्पण जीवनमा भुल्नु हुँदैन। हेर्नुहोस्, गुण भन्ने कुरा जीवनभरि कसैले कसैलाई लगाइरहन सक्दैन। तपाईँलाई दुःख परेको बेलामा मैले एकपटक सहयोग गर्न सकौँला, तर पटक पटक तपाईँको दुःखमा म सहयोगी नबन्न सक्छु। मेरो समयले नभ्याउन सक्छ, मेरो परिस्थिति त्यस्तै हुन सक्छ, त्यो खालको वातावरण सिर्जना नभएको हुन सक्छ। तर अधिकांश मानिसको चाहिँ स्वभाव र सोच के हुन्छ भने मलाई उसले सहयोग गरिरहनु पर्छ, मलाई उसले किन सहयोग नगरे, हिजो त मलाई यस्तो राम्रो गर्थ्यो आज किन नगरे, हिजो मेरो लागि ध्यान दिने मान्छेले आज किन परपर भएको, अरे यार ऊ त पुरै चेन्ज भएछ। यो खालको स्वभाव र सोच भएका मानिसहरू तपाईँ हाम्रो वरपर प्रशस्तै हुन्छन्। मैले सुरुमा पनि भने जीवनमा सधैँ सधैँ गुण लगाइरहन सहयोग गरिरहन सक्दैन। एकपटक सक्ला, दुई पटक सक्ला, तर सधैँ कसैको लागि समर्पित भइरहन सक्दैन। त्यो कुरालाई तपाईँ हामीले बुझ्नुपर्छ। तर हामीमा के छ, हिजो गरेका थियो आज गरेन, हिजो त्यति राम्रो साथीले आज परेको बेलामा मलाई हेल्प गरेन। हामी यो बुझ्ने कोसिस गरिराखेका हुँदैनौँ कि